त्यो अवस्था सरकारको विगतको गतिविधिहरू हेर्दाखेरि विश्वास गर्न सक्ने अवस्था पक्कै छैन। त्यस्तो मलाई लाग्दैन। सरकारप्रति हामी आशावादी हुने वातावरण सरकारले यसअघि पनि बनाएको छैन। अब तर यसो भन्दैमा फेरि आफ्ना मागहरूबाट पछि हट्ने भन्ने कुरा हुँदैन। यही क्रममा हामी हाम्रा मागहरूलाई सशक्त रूपमा अघि राख्दै अगाडि बढ्ने क्रममा अहिले आएका छौँ। हामी अहिले केही आशावादी भएरै अघि बढिरहेका छौँ। पेन्सन वञ्चित शिक्षक समूह ललितपुर जिल्लाको विशेष तपाईले ललितपुर जिल्लालाई प्रतिनिधि गर्दाखेरि हैन पेन्सन वञ्चितको के छ देशव्यापी रूपमा चाहिँ कसरी देख्न सकिन्छ पेन्सन वञ्चितलाई? पेन्सन वञ्चित शिक्षक हामी नामले नै एउटा अवसरबाट वञ्चित गराइएको जस्तो राज्यले हामीलाई स्थायी शिक्षकको रूपमा नियुक्ति दियो र हामी त्यही पेन्सनको आशले अधिकांश शिक्षकहरू 2075 सालभन्दा पछाडि जो शिक्षकहरू हामी नियुक्ति भएका छौँ, हामी शिक्षकहरूलाई जो साबिकको सरकारको भनाइअनुसारको निवृत्तिभरण कोषमा हामीलाई सामेल गराउने भन्ने उसको कुरो छ र हामीलाई त्यसमा पनि समावेश नगराइएको र हाल आएर सरकारले फेरि निवृत्तिभरण ऐन जारी गरेको र हामीलाई त्यसमा समावेश गर्ने भन्ने कुराले हामीलाई एकदमै सरकारप्रति हामीलाई विश्वास लागेको छैन र यो सरकारले एकदमै हामीमाथि घोर अन्यायपूर्ण व्यवहार गरेको छ। हामी शिक्षकहरू पेन्सनकै आशमा अधिकांश शिक्षकहरू यो पेसामा प्रवेश गरेका हुन् र आज आएर सरकारले हामीलाई यति लामो समयसम्म अन्यलमा राखेर अहिले हामीलाई निवृत्तिभरण कोषमा लानको लागि कोसिस सरकारले गरिरहेको छ र हाम्रो माग भनेको सरकारले साबिकको हामीलाई यो निवृत्तिभरण ऐन जारी हुनुभन्दा अगाडिका समग्र शिक्षकहरूलाई पेन्सन सुविधा दिनुपर्छ भन्ने हाम्रो मुख्य माग हो।